मेरो नाम चाहिँ पारस बराल। तपाईहरुले मलाई टिकटकमा ख्यालजी भनेर चिन्न सक्नुहुन्छ। यहाँ के सुनाउने कस्तो सुनाउने भन्ने कुरामा अलिकति म कन्फ्युजनमा छु। मैले स्टार्टिङ एउटा सानो लभ स्टोरीबाट सुरु गर्न चाहे हैन। कसरी सुरु हुन्छ र कसरी अन्त्य हुन्छ म फेज फेजमा सुनाउँछु। सुरुमा मतलब कोही मान्छे कस्तो भइदियोस् भन्ने खालको हुन्छ नि। त्यो फेजपछि कोही टुटेको केटी भेटियोस्, काँडा बीच फुल खोज्ने आँखा लिएर आउँछु। उसको आँखामा खसिरहेको चन्द्रमा टिपेर सिउँदोमा आँखा हाँस्याउँछु। भएको सब थोक गुमाएकी होस्, मैले आफैलाई गुमाएर उनमा भेटिनु परोस्। भगवान कसम उनको विगतसँग प्रतिस्पर्धा गर्दिनँ, उनको घाउसँग प्रेम गर्छु। उनका टुटेका सपनाहरूलाई आफ्नै निधारमा टाँस्छु म त आज चाहिँ। ऊ डराएकी होस् माया भन्न, म उनको डरको परिभाषा बिर्साउनेछु। भन्दै जाउँ माया त म तिमीलाई गर्दिनँ, तर उनको आँखा र स्पर्श बोल्ने भाषामा म उनमै हराउनेछु। मैले न मन्दिर बाँचेको छु, न धर्मशास्त्र पढेको छु। मैले न मन्दिर बाँचेको छु, न धर्मशास्त्र पढेको छु, तर उनलाई यति माया दिनेछु उनले भन्न सकुन् यो केटा प्रेम होइन पुरै ब्रह्माण्ड हो। उनले भन्न सकुन् यो केटा प्रेम होइन पुरै ब्रह्माण्ड हो। ऊ हिँड्दिनँ म पछि लाग्दिनँ, ऊ बस्दिनँ म च्यापेर रोक्दिनँ, तर ऊ झरेको बेला ऊभन्दा तल ओछ्यान भन्नेछु, उनलाई झर्न दिने छैन। न त म हिरा दिनेछु, न घडी न गुलाब, म उसको भूत वर्तमान र भविष्यलाई एउटै चिठीमा बाँधेर प्रेमको पिजरामा बसाउनेछु। ऊ जब भन्छ म फेरि भाँचिन्छु कि म फेरि टुट्छु कि, म भन्छु भाँच्छ तिमी टुट तिमी, म टुक्रा टुक्रा भएर पनि तिमीलाई जोड्ने प्रयास छोड्ने छैन। उनको मनभित्र बस्नेछु। कुनै कवि होइन, कुनै कवि होइन, कुनै देवता होइन, सिर्फ प्रेम भएर, सिर्फ प्रेम भएर। एन्ड देन मैले उनलाई भेट्छु। भेटिसकेपछि हाउ आई एक्सप्लेन होइन को हौ तिमी, हौ छुने नहुने आँखाको नानी हो तिमी, नाप्नै नमिल्ने समुद्रको पानी हो तिमी। होलान् तिम्रा बेग्लै विकृतिहरू, पवित्र संस्कारको खानी हो तिमी। पवित्रताको के कुरा गर्नु, बाइबल पुराण गीता हो तिमी, होइन होला कलियुगको सीता हो तिमी। प्रेम पिक पोइन्टमा पुग्छ। पिक पोइन्टमा पुग्दै गर्दाखेरि के भनिन्छ भने संसार किनेर दिन्थ्यो म तिमीलाई, माया त्यो मन्दिरमा बाँकी चल्दैन र पो। हेर न छातीमा ढड्किरहेको मुटु झिकेर दिन्थ्यो तिमीलाई, मेरै शरीरमा प्राण बाँकी रहँदैन र पो। भन के दिउँ म कसैली कि यो धाती राखौँ, जुन बनाऊ तिमीलाई अनि हेर्दै म हाँसिराखौँ। भइगयो प्यारी जुनको उज्यालो लुकाइदिउँ पिपलको बोटो मुनि, म तारालाई कथा सुनाऊ तिमीलाई देखाऊँ, सुन्दरताको बयान गरौँ। म बरु बादललाई समेटेर ओढाइदिन्थेँ तिमीलाई, इन्द्रणीको रङ्ग चोरेर सिउँदोमा सजाइदिन्थेँ तिमीलाई। भन के दिउँ म कसैली कि यो धाती राखौँ, जुन बनाऊ तिमीलाई अनि हेर्दै म हाँसिराखौँ। अब केटाको तर्फबाट चाहिँ एकदमै हुन्छ नि अब्सेसन आएको क्या। तिम्रो नामको पछाडि मेरै थर हुनुपर्छ, अरूको म हुन दिन्न। तिम्रो सिउँदोमा सिन्दुर लगाउने हात मेरो हुनुपर्छ, अरूको म हुन दिन्न। तिम्रो नामको पछाडि मेरै थर हुनुपर्छ, अरूको म हुन दिन्न। तिम्रो सिउँदोमा सिन्दुर लगाउने हात मेरो हुनुपर्छ, अरूको म हुन दिन्न। यदि मेरो आकाशले अरूको धरती छुन्छ भने भगवान कसम भगवान शिवलाई पार्वतीसँग भेट्न दिन्न। तिमी अँगालोमा भेटिँदा अरूको, म सूर्यलाई चन्द्रमामा ल्याएर चिसो बनाउँछु। तिमी बेहुली बनेर सजिँदा अरूको मण्डपमा, तिमी बेहुली बनेर सजिँदा अरूको मण्डपमा, म भगवानलाई आर्यघाट बसेलाउँछु। तिमी बेहुली बनेर सजिँदा अरूको मण्डपमा, म भगवानलाई आर्यघाट बसेलाउँछु। अनि फेरि हुन्छ नि माया प्रेम भनेको कुरा चाहिँ सजिलै चल्दैन होइन, यी मजाको हुँदैन। बिस्तारै बिस्तारै छुट्ने फेज आउँछ क्या। तिमी जुन दिन वास्तविक तिमी थियौ, मैले त्यही दिनबाट तिमीसँग प्रेम गरेँ।
तिमी जुन दिन वास्तविक तिमी थियौ मैले त्यही दिनबाट तिमीसँग प्रेम गरेँ। अनि हेर न, जुन दिन म वास्तविक म बन्ने निधो गरेँ तिमीलाई छुट्टिन हतार थियो। कस्तो संयोग मिलेको। मैले तिमी गएपछि मात्रै थाहा पाएको हुँ कि मेरो होस हवास तिमीले समाएको थियो। आज छैनौ तिमी त छैन मेरो आधा भाग पनि। मैले तिमी गएपछि मात्रै थाहा पाएको हुँ कि मेरो होस हवास तिमीले समाएको थियो। आज छैनौ तिमी त छैन मेरो आधा भाग पनि। कस्तो संयोग मिलेको। तिमी गएपछि रक्सीको स्वाद मिठो लाग्न थालेछ, चुरोटको धुवामा बास्ना आउन थालेछ। कस्तो संयोग मिलेको। मैले तिमी गएपछि मात्रै थाहा पाएको हुँ कि मेरो होस हवास तिमीले समाएको थियो। एन्ड देन जाँदै गर्दाखेरि चाहिँ भन्छ नि तैँले मलाई धोका दिइस् टाइपको हुन्छ नि। अब केही अरूलाई स्ट्रबे गर्दाखेरि म उसलाई के भन्छु भनेदेखि म तिमीलाई धोकेबाज भन्न सक्छु र, म तिमीलाई धोकेबाज भन्न सक्छु र। मैले तिमीलाई देवी झैँ पूजा गरेँ, तिम्रो सुख दुःख सबै छायामा आफै हराएँ। तिमीलाई अलपत्र पार्न होइन, तिम्रो हर खुसीमा म आफै विलिन भएँ। तिमी कसरी पत्याउन सक्छौ माया मैले हाम्रो प्रेमको बदनामी गर्दै हिँड्छु भनेर। यदि अझै प्रेमको परिभाषा गर्छौ भने म केवल तिम्रै नाम लिनेछु। सघाउन सक्छौ र। तिमी मेरो सबथोक हो, मध्यरातको तारा, बिहानीको पहिलो किरण, तिमी मेरो सबथोक हो। यदि आशाको अर्थ माग्छौ भने म तिम्रै मुस्कानलाई साक्षी राखेर उत्तर दिनेछु। तिम्रो आँखाको गहिराइमा डुबेर मैले मेरो सबै सपना र आकाङ्क्षा तिमीले देखेको हुँ। मेरो प्रेम नतोडिएको छ, नभत्किएको छ। बस केही बेला अलपत्र परेको न हो। मैले तिमीलाई कहिले धोका दिएकै छैन प्यारी नै, दिएको होइन पनि। बरु आफैलाई भुलेर तिमीमा समर्पित भएको हुँ। यदि मेरो मौनताले तिमीलाई पीडा थियो भने त मेरो कमजोरी हो म मान्छु, तर मेरो प्रेममा कुनै कमी थिएन। मैले तिमीलाई पखालेर पुनः उज्यालोमा ल्याउन खोजेको थिएँ प्यारी। मैले तिमीलाई पखालेर पुनः उज्यालोमा ल्याउन खोजेको थिएँ। मेरो प्रेम नदी जस्तै छ जसले आफ्ना किनाराहरू छोड्न सक्दैन। यो आकाश जस्तै छ जसले आफ्नो रङ छोड्न मान्दैन। बरु सधैँ तिमीमा अर्पण गर्नेछ। यदि अझै शङ्का छ भने म यस धरतीलाई साक्षी राखेर भन्छु मेरो प्रेम सधैँ तिम्रै नाउँमा जिउनेछ, केवल तिम्रै नाउँमा। मैले प्रेमको रङ रातोमा मात्रै खोजिनँ, मैले प्रेमको सार आत्मसमर्पणमा खोजेँ। मेरो प्रेम त आत्मीयताको सत्य थियो जुन कुनै परिभाषामा अटिन जरुरी थिएन। तिमीले मलाई दोष दिएर मसान घाटसम्म पुर्यायो, तर सोच त म मरिसकेपछि मेरो खरानीले पनि केवल तिम्रै नाम लिनेछन्। के यो धोकाको प्रमाण हुनेछ कि तिम्रो घमण्डको पराजय हुनेछ? धोका त त्यो दिन हुनेछ जब यो हृदय ढड्कन छोड्नेछ, त्यो पनि तिम्रै नाममा हुनेछ। मेरो खरानीले तिम्रै प्रेमको गीत गाउनेछ, तिमीप्रति मेरो निष्ठाको कथा बताउनेछ। त्यसैले माया जब प्रेमलाई निष्कर्षमा पुर्याउन खोज्छौ सोच के यो प्रेमलाई कुनै सीमामा बाँध्न सकिन्छ? मेरो प्रेम सधैँ तिम्रै मुटुको लयमा बुझिरहनेछ, जहाँ केवल तिमी छ, मात्र तिमी अनि केवल तिमी। धन्यवाद। म प्रेमदेखि अलिकति बाहिर सुनाउँछु एउटा, अनि म निस्किन्छु। एउटा कविता होइन, कविताको शीर्षक चाहिँ कफिन हो, तर यो कविता चाहिँ होइन। यो चाहिँ मैले एउटा विदेशबाट फर्किएको मृत शरीरको कुनै खल्तीमा भेटेको चिठी हो र चिठी यसरी सुरु हुन्छ। अलिकति इमोसनल टाइपको ल है त। पूजनीय बाबा साष्टाङ्ग दण्डवत, पूजनीय बाबा साष्टाङ्ग दण्डवत। म यता सन्चै छु, के छ गुम्रा गाउँ बस्तीको खबर त्यता। म यता सन्चै छु, के छ गुम्रा गाउँ बस्तीको खबर त्यता। ठुला ठुला हिमाल र गहिरा खोजलाई सानो छातीमा हटाएर सिडनीको सानो कोठामा बसेको म। ठुला ठुला हिमाल अनि गहिरो खोजलाई सानो छातीमा हटाएर सिडनीको सानो कोठामा बस्ने शुद्ध नेपाली म। आज तपाईँहरूलाई वेदना भोग्दैछु, म वेदना लेख्दैछु। वाह, तपाईँले म सानो छँदा सिकाएको राष्ट्रियताको अर्थ र यहाँ मैले बुझ्दै गरेको राष्ट्रियताको अर्थ केही फरक नरहेछ। नेपालमा म राष्ट्रियताको अर्थ फेसबुकमा स्ट्याटस र सडकमा
मोदी सरकार मुर्दाबाद, ओली सरकार मुर्दाबाद भन्ने बुझ्दै यहाँ म राष्ट्रियताको वास्तविक अर्थ बुझ्दैछु, म यहाँ राष्ट्रियताको वास्तविक अर्थ बुझ्दैछु। आमा तपाईँले म सानो छँदा घाँस काट्न रुख चढ्न भन्दा सुनेको नसुने गर्ने म विदेशका अग्ला बिल्डिङमा हरियो डलरका पात कता फले चाहिँ लाग्थ्यो। म ती हरिया डलरका पात टिप्नलाई अग्ला बिल्डिङ चढिरहे। आज यहाँ बस्दा वरिपरि देखिने कृत्रिम वृक्षमा म तपाईँकै मातृत्व देखिरहेछु। आमा भाइ, तैँले दाइ मलाई यो हिसाब सिकाइदेन भन्दा गणितको किताब हेर्न अकमकाउने म मनमनै मासिक लाखौँको गणित गर्दै हुन्छ। मेरो गणितको एक छेउ भेट्न तैँले आफ्नो पसिनाको एक मूल्य चुकाउनु पर्ने भयो। मेरो गणितको एक छेउ भेट्न तैँले पसिनाको एक मूल्य चुकाउनु पर्ने भयो। कलर्सका सामान्य टच स्क्रिन फोनलाई आइफोन भन्ने मेरा बा साँच्चीकै हातमा आइफोन समाउन पाउँदा कति दङ्ग पर्दा हुन्। मलाई मेरो बा दङ्ग परेको हेर्ने ठुलो रहर छ। मलाई मेरा बा दङ्ग परेको हेर्ने ठुलो रहर छ। 400 सुतीको धोतीलाई सारी भन्ने मेरी आमा साँच्चीकै सारीमा बेरिन पाउँदा कति मक्ख पर्दा हुन्। मलाई मेरी आमा मक्ख परेको हेर्ने ठुलो रहर छ। मलाई मेरा बा दङ्ग परेको हेर्ने ठुलो रहर छ। मलाई मेरी आमा मक्ख परेको हेर्ने ठुलो रहर छ। बनी बुतेर खेतीपाती गर्दा नौखिएर औँलाबाट रगत चुहाउने मेरा बा तपाईँले यो छोराले सन्तुष्टि दिन सक्ला जस्तो लाग्दैन। खासमा दिन पनि त केही सकेका छैन। अर्काको जुठो भाडा माझेर कमाएको केही पैसाले तपाईँलाई बुढेसकालमा यो छोराले केही गर्न सक्ला जस्तो लाग्दैन। खासमा केही गर्न सके पनि त छैन। विशुद्ध नेपाली मन र विशुद्ध नेपाली हिसाबले भाइ अब तँलाई तेरो यो दाइले कहिल्यै हिसाब सिकाउन सक्दैन। मेरो सारा सपना र जिम्मेवारी अब तेरो काँधमा सर्नेछन्। तर त नातिनु मेरो भाइ र आत्तिएर म जसरी कहिल्यै विदेश नआउनु। मेरो भाइ त कहिल्यै नातिनु र आत्तिएर म जसरी कहिल्यै विदेश नआउनु। मलाई थाहा छैन यी शब्द पहिला हात पर्छन् या मेरो शरीर हात पर्छ। शब्द हात परे त ठिकै हो। मेरो शरीर हात परे भने बा घोप्टिएर रोलान्, आमा मुर्छा पर्लिन् र मलाई कहिल्यै माफ नगर्लिन्। म परदेशिने दिन घरको दलिन नागेर गएदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म धरी रुँदै परदेश नजान भन्ने मेरी आमा मेरो मृत शरीर देखेर मलाई कहिल्यै माफ नगर्लिन्। मलाई कहिल्यै माफ नगर्लिन्। बाबु अब तैँले सम्हाल्नु मेरो भाइ, अब तैँले सम्हाल्नु र तैँले म जस्तो गल्ती कहिल्यै नगर्नु। नातिनु भाइ त रातिएर म जसरी विदेश कहिल्यै नआउनु। नातिनु भाइ र रातिएर म जसरी विदेश कहिल्यै नआउनु। बिमा भएको मेरो शरीर त्यहाँ पक्का आइपुग्छ। बिमा भएको मेरो शरीर त्यहाँ पक्का आइपुग्छ। अन्त्येष्टि पछि पनि म बन्द भएर आएको कफिन सम्झना स्वरूप राखिदिनु। अन्त्येष्टि पछि पनि म बन्द भएर आएको कफिन सम्झना स्वरूप राखिदिनु र तिमीलाई देखाइदिनु जो विदेशीले कुरा गर्छन् अनि भनिदिनु विदेशको सुन्दर सपनाको रङ र यो कफिनको रातो रङ उस्तै हुन्छ भनेर। धन्यवाद।